इन्टर स्कुल मनखावाना भर्सेस हरियो कितना राम्रो कमसा कम्सी भइरहेको छ भेट्यो बल क्लियर गरिएको छ भने यहाँ किन राम्रो सुटर केही न केही मौका हुन सक्छ मनखावानालाई यहाँ सुट आउट निकै राम्रो किपरले सेभ गरेको छ भने त्यसकै यो चाहिँ ठिक छ हामीलाई रमाइलो भइरहेछ खैरेनी खेल्न जसले बल माथि उडायो त्यो पहिला खैरेनीमा ए बौद्धबाट खेल्न गयो होइन तपाईँले आबु खैरेनी भन्नुभयो आबु खैरेनी खैरेनी आबु खैरेनी त बलियो थियो त्यो एकदमै त्यो लग्यो यसले गोल हाल्ला जस्तो ल किपरले अगाडि बढाएर पस्नुभएको अगाडि डेन्जर हुन सक्छ है एकै गोलले त अब अर्कोहरू टिम फिजिकल दुइटै टफ छ कि होइन एकजनाले अर्कोलाई खेल्नै दिएको छैन कि यिनीहरूको खोइ निलोको कुन चाहिँ फिजिकल राम्रो छ लास्ट फेज त नि होइन अब सानो ग्राउन्ड भयो डिस्टर्ब एकदम बेसी के टस भएर छिर्यो अहिले सेलिब्रेसन हेर्नु पाउँथ्यो होइन गोल भएको खतरा गएन यार हानेर ल अहिले चाहिँ तानिसक्यो यार लुगा तानिसक्यो नपत्याउने रि हानिदिन्छ अहिले लुस छ अनि मन त हेरेको हेऱ्यो लाइक देखाएर हो होइन भाइ भरे आफूले हाल्न लिएर कहाँ ल्याउनै पाउँदैन बिचरा दुईजना पुग्छ त्यसमा आयो भने तर भित्रै छ ल यार त्यो भाइ त औडा तानिनुपर्छ नि पहिल्यै बाहिरको मान्छेले ल क्यामेरा पाएको ओए मिठो एमबापे रहेछ म ए रहन त एक्स्ट्रा खेलाडी
ल मिठो लगिदियो है त्यसले चक्लेट बल लाग्यो त्यो डाइरेक्ट ल त्यसले त्यही हालिदियो पाल्यो भने चाहिँ ल यसले घजारी हाल्छ नै छैन बिचर के भन्नु सधैँ भनिसेन यता दियो हुन्छ नि एक्टिङ चाहिँ कतै गर्छ येल्लो कार्ड दिए मात्र डबल दिँदैन पहिला खाइसिया छ दिँदैन डाइरेक्ट रेड हो आइडी गरेर मुखमै हालिन्छ है अर्को खेलाडीले उरी के खान्छ नि यो फ्री किक मनकामनालाई निकै नै राम्रो अप्सन थियो तर बाहिर गएको थियो मनकामनाले गेम बराबरीमा ड्र भएको छ भने अबको खेल पेनाल्टी सुटआउटमा गएको छ मनकर्ना एफसी भर्सेस हरियो एफसी अन्डर 10 टुर्नामेन्ट यसै गरी अर्को कुरा पनि भन्न चाहन्छु यो गेमको टुर्नामेन्ट हुनलाई 2 वर्ष लागेको छ भने अघि उडा जस्तै किपर हाम्रो त यहाँ त्यो च्यापेर हान्नु थाल्यो भने टिम कि बाहिर जान्छ कि ठाउँ पावर हान्ने किपर कानपुर जाने ये 2 नंबर गिल्टी छैन क्या यसै गरी हरियो एफसी विनर भएको छ भने मनकर्ना एफसी सेकेन्ड राउन्डमा प्रवेश भएको छ ओ निकै खतरा सेलिब्रेसन भएको छ भने मनकामना 0 र गोल गर्न सफल खेलाडी हुनुहुन्छ विजय बिसङ्के जर्सी नम्बर 4 यसैबीच फाइनल खेल यही समापन भयो फाइनल खेलको अन्तिम विसलसँगै
अरुणोदय विजेता भएको छ। अब भने हामी प्राइज डिस्ट्रिब्युसन तर्फ लाग्दैछौँ। दीपक शाहज्यूलाई मायाको चिनो लिइदिनु न म हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रमका प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गरिदिनु न म हार्दिक अनुरोध गर्न चाहन्छु। गुड लक। 2025 मा स्टार्ट गरेको गेम 26 मा फिनिश भयो। त्यसको लागि बधाई छ ल। कस्तो भयो त फाइनल? बवाल भयो हैन? रमाइलो भयो नि। म आजको सरको 5000 जोग्यो। उत्कृष्ट खेलमा उत्कृष्ट प्रदर्शन गरे तापनि प्रवीण तामाङ, अनिश दङ्गाल, सुनिल दङ्गाल, विपिन तामाङ, प्रस्ताव ठकुरी, विवेक मगर, रोजन नारायण श्रेष्ठ र टिम म्यानेजर हुनुहुन्छ हरि पौडेल र टिम कोच हुनुहुन्छ विष्म रावल। कृपया मेडल लिइदिनु न म हार्दिक अनुरोध गर्न चाहन्छु र खेलाडी साथीहरूलाई यतै आइदिनु होला। हामी यो ट्रफीको र यो क्यास हस्तान्तरण गर्नेछौँ। टिम क्याप्टेनज्यूलाई यो सर्टिफिकेट एकमुष्ट लिइदिनु न म हार्दिक अनुरोध गर्न चाहन्छु। अब भने रनरअप हुन सफल टिमलाई अनुरोध गर्न चाहन्छु। कृपया जोरदार ताली बजाइदिनु होला। र यो रनरअप हुन सफल टोलीलाई जनै 10,000 रुपियाँको मनोज गुरुङज्यूलाई पनि मायाको चिनो लिइदिनु न म हार्दिक अनुरोध गर्न चाहन्छु। अनिश दङ्गालज्यूलाई आफ्नो ट्रफी लिइदिनु न म हार्दिक अनुरोध गर्न चाहन्छु। अनिश दङ्गाल। अनिश डङ्गल भाइले सुनको जुत्ता पाएको छ। टुर्नामेन्ट गए आफूलाई अब भने हामी सम्मान गर्न गइरहेका छौँ बेस्ट प्लेयर टुर्नामेन्ट गरे आफ्नो यता चुप्पा गर्दै त्यसलाई चुप्पा गर न। ओके विजय बिसन्थे। अब पनि म फर्स्ट हुन सफल यता अब भने चुप्पा हान्देऊ किसान देखाउनु। विजय बिसुङके, रञ्जन तामाङ, दिपेश तामाङ, विजय तामाङ, लावा राई, समीर मगर, सुले श्रेष्ठ म्यानेजर, असीम अधिकारी कोच। के को यो सुनको हो? सुनकै हो दाइ। ल ठीक छ सुनको दुई टोलाको ल क्याप्टेनलाई यो सर्टिफिकेट र क्यास प्राइज
हामी टोकन अफ लभ तर्फ लाग्दैछौँ। टोकन अफ लभ हस्तान्तरणको लागि म आजको खेल संयोजक मोटो तिमीहरू केमा हारेको रे? तिमीहरू केमा हारेको रे?